आजको भिडियोमा चाहिँ स्टेडियमको भिजिट गर्नेछौँ। स्टेडियमको वरिपरि देखाउनेछु, स्टेडियमभित्र छिरेर पनि देखाउनेछु स्टेडियमको स्थिति कस्तो छ, धरान रङ्गशालाको स्थिति। त्यसपछि तपाईहरुलाई म लिएर जानेछु। आज विशेष गरी कहाँ लिएर जानेछु भन्दाखेरि आज ट्याक्कसँग लाएर पान पसल पनि भिजिट गराउनेछु। त्यस्तै गरेर मिठो मिठो पान खान मन पर्नेहरुको लागि पनि भिजिट गराउनेछु। त्यस्तै गरेर लिएर जानेछु चटपटे पानीपुरी लभरहरुको लागि पनि एक विशेष ठाउँ। पाउँछ नि मिठो मिठो? पाउँछ। के पाउँछ दाइ भन्दिन त? आलु निम्की, दही बडा, पानीपुरी स्पेशल पाउँछ हैन दाइ? हेलो नमस्कार रबिन ढुङ्गाल युट्युब च्यानल हेरेर बसिरहनु भएको सम्पूर्ण हाम्रो दर्शकहरुलाई धेरै स्वागत गर्न चाहन्छु। आज धरानको रङ्गशाला स्टेडियमबाट चाहिँ एउटा भिडियो बनाइरहेको छु। स्टेडियमको वरिपरिको इन्भाइरोमेन्ट। आज धरानको कुरा गर्ने भने धरानमा एकदम शीतल छ, घाम खासै लागेको छैन, सिमसिम पानी परिरहेको अवस्था थियो। अहिले चाहिँ बेलुकाको अवस्थामा धरानमा पानी परेको छैन, एकदम शीतल छ। यो हाम्रो ट्याक्कसँग लाएर धरानको स्टेडियम जहाँ चाहिँ तपाईको म पसलको सबैभन्दा ठुलो गेम बुढा सुब्बा गोल्ड कप, त्यस्तै गरेर वडा स्तरीय गेम गोधुली फुटबल कप पनि यही स्टेडियममा सञ्चालन हुने गर्छ। धरानको एकदम मुटु मानिने रङ्गशाला। यहाँ ट्याक्कसँग लाएर देख्न सक्नुहुन्छ हाम्रो ट्रेनिङ सेन्टरका ट्रेनरहरू यहाँ दौडिने गर्नुहुन्छ। एक्सर्साइज गर्नको लागि एकदम उपयुक्त ठाउँ। हामीलाई स्टेडियमको जुन यो भित्र रहेको छ चौरी, यो भित्र चाहिँ प्रवेशलाई निषेध नै गरेको छ यो व्यवस्थापक समितिले। धरानको एउटा पहिचान बोकेको धरान रङ्गशाला, जहाँ म पसलका ठुल्ठुला गेमहरू पनि यहाँ हुने गर्छ। भेरेटार भयो, यताको दानाबारीहरू भयो। ल म केही भिडियो चाहिँ यहाँबाट लिन्छु, केही क्लिप भने केही क्लिप चाहिँ अब यहाँ स्टेडियमको देखाउँछु। ल प्यारापिटहरू पनि देखाउँछु है त। ट्याक्कसँग स्टेडियमको प्यारापिटमा चाहिँ सबै डिजिटल पेन्ट्सले नै पेन्ट गरेको छ। डिजिटल पेन्ट्स एकदम भरपर्दो पेन्ट्स मध्येको एक पेन्ट डिजिटल पेन्ट्स पनि हो भनेर हामी भन्न सक्छौँ। स्टेडियम पुरै स्टेडियमको प्यारापिटमा चाहिँ हामी डिजिटल पेन्ट्स मात्रै देख्छौँ है त। खेलाउने रङ्गशालाको भिजिट पछि तपाईँहरूलाई लिएर जाँदैछु म ट्याक्कसँग। हेर्नु होला आजको भ्लग भनेको धरान रङ्गशाला। विशेष धरान रङ्गशाला के हुने चाहिँ हामीले धरान रङ्गशालाको भिजिट गरिसकेपछिको यो अवस्था है त। आज एकदम शीतल छ, रमाइलो छ दिन। ट्याक्कसँग पारेर कहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु। फेमस लुङ्गाबारी धरान आसपासकै लगभग केही हप्ता अथवा केही भिडियोहरू चाहिँ धरान आसपासकै हरेक धरानको फाल्टो ठाउँको भ्लग बनाएर हाल्नेछु भने अब केही दिन पछि चाहिँ म पहाडी क्षेत्रको पनि भिडियो बनाएर हाल्नेछु। यो गणेश चन्द्र अब हामी ट्याक्कसँग यहाँबाट हामी पानटेङ्गी पुग्छौँ है त। मैले स्टेडियमबाट धरान रङ्गशालाबाट आजको भ्लग लगभग यस्तै हुन्छ। पानी ट्याङ्की। अब हामी यता गयो भने सतरा, यता गयो भने हामी ट्याक्कसँगले म अहिले चाहिँ विजय पान पसल हाम्रो अङ्कलको पसलमा आएको छु। ट्याक्कसँग ल एकदम मैले चाहिँ लगभग देखेको अङ्कल 15 वर्ष जति भइसक्यो, जस्ताको जस्तै हुनुहुन्छ है अङ्कल। उहाँको छोरा लाएर यो पुरानो बजार
हाम्रो दाइकोमा आएको थिएँ म जयसवाल पानीपुरी एन्ड हाउस ट्याक्कसँग लाएर ल पानीपुरी चटपटे चाहिँ आलु निम्की अनि अरू दहीबडाहरू खान मन छ भने चाहिँ ट्याक्क दाइकोमा आउनु होला है। पुरानो बजारमा एकदम मिठो मिठो पाउँछ होइन दाजु? पाउँछ नि मिठो मिठो? पाउँछ। के पाउँछ दाइ भनिदिनु त? आलु निम्की, दहीबडा, पानीपुरी स्पेसल पाउँछ होइन दाइ? ल सँगले पुरानो बजार पुरानो बजार है त। सायद 2 दिनको सार्वजनिक यातायात बन्दको असर पनि हुनुपर्छ। एकदम बाटो चाहिँ भिड छ पुरै आज। पुरानो बजारको एरियाहरू पनि एकदम चहल पहल धेरै छ। पानी झरी निरन्तर वर्षाको कारणले पनि हुनसक्छ अथवा सार्वजनिक यातायातहरू बन्दको प्रभावले पनि हुनसक्छ। आज चाहिँ पुरै भिडसम्म भान्छ। थोरै क्लिप पनि देखाउँछु ल एकछिनमा। ट्याक्कसँग लाएर घन्टाघर आज चाहिँ चहल पहल धेरै छ है। धरानको सार्वजनिक गाडीहरू 2 दिनसम्म ठप्प भएर आज तेस्रो दिन चाहिँ खुलिसकेको छ गाडीहरू। धरानको भानुचोक धरानको मुटु भनेर पनि चिनिन्छ है भानुचोकलाई। ट्याक्कसँग लाएर एकदम चहल पहल धेरै छ।